साथीहरू हजुरहरूले खाना खाँदाखेरि चाहिँ काँचको चरसको थालमा खाना खानु भने स्वास्थ्यलाई अति राम्रो। हेर्नुहोस् यहाँ तातो राइस छ होइन, यतातिर भेजिटेबल छ, यतातिर दाल छ होइन। भिडियो एकदम सेयर गरोस् मन पऱ्यो भने ल। साथीहरू म आज तपाईँहरूलाई पनिर बनाउने तरिका सिकाउँछु। मैले यहाँ पनिर ठिक्क पारेको छु, धनियाँ पत्ता छ, मैले खोर्सानी हालिसकेँ, टमाटर मैले यहाँ हालिसकेको छु, जिरा धनियाँ मिर्ची सब हालिसकेको छु। यहाँ आलु मैले उसिनेर राखेको छु, आलु उसिन्नुपर्छ ग्रेभीको लागि। र टमाटर यहाँ यो कतिपयले यो पनिरलाई चाहिँ नि पकाउनुहुन्छ कि फुराउनुहुन्छ तेलमा, अनि मात्रै गर्नुहुन्छ, त्यो राम्रो होइन, स्वास्थ्यलाई राम्रो होइन। नफुराइकन पनि पनिर पकाउन सकिन्छ। हेर्नुहोस् म आदरणीय मित्रहरू, पनिर तयार भइसकेको छ। यो चाहिँ ग्रेभी टाइपको पनिर हो, सुक्खा टाइपको पनि बन्छ होइन, किनकि मैले दाल बनाएको छुइनँ, त्यही भएर ग्रेभी टाइपको बनाएको छु। रेडी भइसक्यो, अघि मैले देखाएको थिएँ। अब हेर्नुहोस् हजुरलाई तलाएर देखाउँछु। हल्का धनियाँ माथिबाट हालेको छु मैले है, यो धनियाँ। अनि यो चाहिँ पनिर जस्तै यो नफुराइकन बनाउन सकिन्छ। हेर्नुहोस् त कति राम्रो छ। कसैलाई मनपर्छ पनिर कृपया कमेन्ट गर्नु होला, र यो भिडियो मन परेमा धेरैभन्दा धेरै सेयर गर्नुहोस्, लाइक कमेन्ट फेभरेट रिपोस्ट कपी लिङ्क गर्नुहोस् साथीहरू। पैसा लाग्दैन त्यसको लागि। ल हेर्नुहोस् है त।